आज हामी कुरा गर्न गइरहेका छौँ स्विफ्टनको SN-i20DH चलाउने छिटो, छरितो र सजिलो तरिका हामी हजुरलाई बताउन गइरहेछौँ। यसलाई प्लग हेर्नुहोस्, यो प्लग हाम्रो 16 एम्पियरको हुन्छ र हामी यसलाई जहाँ जोड्छौँ त्यो ठाउँ पनि हजुरको 16 एम्पियरको चाहिँ पावर सकेट प्लस 16 एम्पियरको एउटा MCB राख्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ हजुरको ट्रिप गर्ने सम्भावना कम हुन्छ। अब हामी प्लग जोडिरहेछौँ। यसमा प्लग जोडिसकेपछि अब हाम्रो मानौँ हामीले दुईवटा भाँडा राख्नुपर्ने हुन्छ। त्यो दुईवटा भाँडा पनि हामीले राखिसकेका छौँ। यसमा भाँडा कस्तो लाग्छ त भन्दा स्टिल र फलामबाट बनेको सिल्भर अथवा सिल्भरको भाँडा मात्रै हो भने चाहिँ हजुरको काम गरेन, अथवा सिल्भरको भाँडामा चाहिँ फेरि हजुरको यसरी पछाडिपट्टि यसरी चाहिँ एउटा यो प्लेट टाँसेको हुन्छ गोलो, यस्तो गोलो प्लेट टाँसेको अल्मुनियमकै भाँडा छ भने पनि फेरि हजुरको यो मजाले काम गर्छ। स्टिल र फलामकै भएदेखि अति उत्तम हुन्छ यो। अब हामी पकाउन गइरहेछौँ। पहिला सुरु हामी के गर्छौँ, यहाँ टच गर्छौँ। यो टच गरेपछि हामी यो साइडको भाँडा राखेको छौँ है। हामीले यहाँ टच गऱ्यौँ, पावर अन भयो। अब यो भाँडा, यो साइडको भाँडा पकाउनलाई हामीले यहाँ यसरी छुने, यो डिफल्ट पावर लेभल हजुरको 5 आयो। यो हजुरको माइनस यसरी पनि जान्छ, 0 भनेको अफ हो। यसरी हजुरले जान पनि सकिन्छ, अथवा यसरी हजुरको यो 9 सम्म जान सकिन्छ है। यो 9 भनेको अराउन्ड 1800-2000 वाट हुन्छ। यस्तैपट्टि अब यतापट्टि हजुरको भाँडा चलाउनु पऱ्यो भने यहाँ छुने, यो छुँदाखेरि यसमा डिफल्टमा पनि 5 आउँछ। 5 भनेको अराउन्ड 1000 वाट हुन्छ। अब यसलाई पनि हामीले बढाउनलाई यसरी पनि जान सक्छौँ, यसरी पनि जान सक्छौँ। यो बढाउँदाखेरि यो घट्छ, किन भन्दा यसमा पावर सेयरिङ सिस्टम छ। हेर्नुहोस्, चुलो मजाले काम गऱ्यो। यदि हामीले राखेको भाँडा कुनै पनि भाँडा नमिलेको खण्डमा चाहिँ यसले यसरी हेर्नुहोस् E7 भनेर यसले चाहिँ इरर देखाउँछ है। यो पनि याद गरिराख्नुहोस्। भाँडा मिल्यो भने यसले फरकै लियो होइन, यसमा कुनै समस्या भएन, यो भाँडा लियो। यदि भाँडा मिलेन भने चाहिँ फेरि यसले E7 भनेर चाहिँ देखाउँछ। यो चाहिँ हजुरले एकदम एकदमै विचार गर्नु होला। यसलाई चाहिँ हामीले भाँडा राख्यौँ, यो पाकिरहेछ। म्याक्सिमम हामी एउटा चुलो 2000 लग्यौँ भने अर्को चुलो हामी 1400सम्म मात्रै लान्छौँ। त्यो चाहिँ किन भन्दा हामीसँग 16 एम्पियर 15-16 एम्पियरभन्दा बढीको चाहिँ पावर सप्लाई हुँदैन जेनरल घरमा। अब कहिले हामीले पकाउँदा हेर्न सकिन्छ। यसरी यहाँ लक भनेर आउँछ है। यो लक भन्नाले यो लक चाहिँ केटाकेटीको लागि चाइल्ड लक, कसैले चाहिँ हामीले सेट गरेको टेम्परेचरहरू मिल्यो चाहिँ फिक्स गरेर राखेको ठाउँमा केटाकेटी नचलाओस् भन्दाखेरि यो येल्लो लक हुन्छ। त्यो लक गर्दाखेरि हाम्रो केही पनि चल्दैन। अब हामी जसरी मोबाइलमा छुन्छौँ, छुएर चलाउँछौँ, त्यसरी नै हामी अब के गर्छौँ भने यो चाबीको यहाँ आइकोन छ, त्यो चाबीको लोगोमा हामी 3 देखि 4 सेकेन्ड ल हेर्नुहोस् है। यो लक गयो। अब यो लक गएपछि फाइदा के हुन्छ भन्दा अब हामी चाहिँ यतापट्टि चाहिँ एडजस्ट गर्ने भए, मिलाउने भए, यतापट्टि घरबड गर्न मिल्यो होइन। यतापट्टि घरबड गर्नु छ भने यहाँ छुने, यतापट्टि यो घरबड गर्न मिल्यो है। अब यसैमा हामीले अब मानौँ अब टाइमर राख्नु पऱ्यो। हाम्रो खाना पाकिसकेको छ, हामी 2-4 मिनटभन्दा बढी हामीलाई काम छैन भने हामी के गर्ने, यसरी यसरी यहाँ एकचोटि हामी यहाँ छुन्छौँ। कुनमा टाइमर राख्ने, यसमा राख्ने। यसमा टाइमर राख्ने पनि हामी यहाँ छोयौँ। अब हामी यहाँ जान्छौँ, टाइमरको लोगोमा L जस्तो छ, यहाँ हामी 1 मिनट राख्छौँ है। यतापट्टि पनि हामी गएर चाहिँ यसरी छुन्छौँ, यहाँ पनि गएर हामी यसरी 1 मिनट राख्छौँ। ल हेर्नुहोस् है, केही छैन, एकदम सजिलो छ। यो ब्लिङ्क गर्छ, केही गर्नु परेन, आफै अटोमेटिक हजुरको चाहिँ यो काम गर्छ। यसले निभिरहेछ आफै, यो H देखायो। यो भनेको चाहिँ त्यो निभिसकेपछि पनि H चाहिँ आउँछ। यसले त्यो भाँडाको मुनिपट्टिको यो भाग भित्रपट्टि चाहिँ तातो छ है भनेर देखायो। नभए हजुरको कोही पनि पोल्ने ओर्ने हुँदैन। त्यो जसरी सामान्य रूपमा जसरी अरू ठन्डा हुन्छ त्यसरी नै चिसै हुन्छ। यो यहाँ पोल्दैन, यहाँ माथि पनि पोल्दैन, खालि पानी चाहिँ उम्लिसकेको हुन्छ। हेर्नुहोस् है, अब यो पनि निभ्यो H। जबसम्म यो चाहिँ हजुरको चाहिँ आफै सेला आउँदैन अथवा नर्मल टेम्परेचरमा आउँदैन तबसम्म H जाँदैन। र हामीले अब बुझ्नुपर्ने कुरा के छ, जबसम्म हाम्रो पङ्खा बन्द हुँदैन तबसम्म हामीले यसलाई स्विच अफ गर्नु चाहिँ हुँदैन। पङ्खा आफै अटोमेटिक बन्द भइसकेपछि हामीले यसरी भाँडा निकालिदिने। यसरी भाँडा निकालिसकेपछि यो हजुरको पङ्खा लगभग 1 मिनटपछि आफै सेलाएपछि आफै जान्छ। तर पनि H चाहिँ रहिरहन्छ है। H चाहिँ जबसम्म यो यहाँको भाग तातो हुन्छ नि, यो यहाँ अलिअलि हो, यो अलिअलि तातो छाउँछ, H चाहिँ आइरहन्छ यो है। यसमा कुनै हजुरले आत्तिनु पर्ने जरुरी छैन। यो H चाहिँ आउँछ। पङ्खा बन्द भएपछि मान्नुहोस् हजुरको पावर सप्लाई आफै बन्द हुन्छ। अब मानौँ हजुरहरू चिसो ठाउँमा हजुरले खाना पकाइरहनु भएको छ, अब त्यो हजुरहरूकोतिर एकदमै ठन्डा हुन्छ, चिसो हुन्छ। अब त्यो चिसो ठाउँमा के गर्ने, मानौँ हाम्रो खाना पाकिसक्यो, मानौँ यो दाल हो अथवा कुनै पनि प्रकारको झोल वस्तु हो भने हामी यसलाई के गर्छौँ भन्दाखेरि यहाँ यसरी छुने र यहाँ किप वार्म फङ्सन छ। यो F भनेको किप वार्म फङ्सन हो। यसले चाहिँ तातो 60 डिग्रीमा खानालाई तातो बनाइराख्छ है। त्यो तातो भइराखेपछि हजुरलाई के हुन्छ, खाना सेलाउँदैन, बिजुली पनि खासै खाँदैन यसले।
यसमा पकाउँदाखेरि बिजुली भन्दा लगभग आधी खर्चमा खाना पाक्छ यो इन्डक्सन चुलोमा र ग्यास बिजुली भन्दा हजुरको चाहिँ 2 टाइम्स फास्ट 2 गुणा चाँडो पनि पाक्छ यसमा है। यसले तातो बनाइराख्छ। अब हटाउनु पर्यो भने फेरि यहाँ छुने अनि फेरि किपवाममा छुने। ल हेर्नुहोस् केही छैन, एकदमै सजिलो छ। हजुरलाई मैले टाइमर पनि सिकाइदिएँ। यो हजुरको यो चाहिँ किपवाम भयो, यो चाइल्ड लक भयो, यो टाइमर भयो। केही बाँकी रह्यो हजुरलाई एडजस्ट गर्नलाई यता चलाउनु छ भने पहिला यहाँ छुने, यता चलाउनु छ भने पहिला यहाँ छुने। मानौँ दुइटै खाना पाकिरहेछ, मानौँ यो एउटा पाकिसक्यो भने हजुरले यसलाई लगेर यसरी आँखा कम देखिन्छ भने स्लाइड गर्दै पनि भयो, 0 भयो। त्यसपछि के हुन्छ हजुरको यो चाहिँ अफ हुन्छ, यो चाहिँ पाकिरहन्छ। अब हजुरको कुनै पनि काम छैन, केही पनि छैन भने सरक हजुरले के गर्ने, यसरी यो अफ गरिदिने र हामी भाँडा यसरी हटाइदिने। भाँडा खाना पाकिसकेपछि हटाइदिनु होला, किन यसको यसलाई कुलिङ आवर यसले माग्छ, कुलिङ टाइम माग्छ। कुलिङ टाइम मागिसकेपछि यसले 1-1.5 मिनटमा यसले सेलाउँछ। ल हेर्नुहोस् त्यसपछि आफै हजुरले चाहिँ सबै यो बन्द गरिदिइसकेपछि जबसम्म पङ्खा बन्द हुँदैन तबसम्म मेन लाइनबाट पावर अफ चाहिँ नगरिदिनु होला। पङ्खा जब आफै अटोमेटिक बन्द हुन्छ तब मात्रै चाहिँ हजुरले चुलोलाई अफ गरिदिनु होला। थ्याङ्क यू।